यहाँहरु सम्पूर्णमा मेरो नमस्कार। आज म बिहानै एउटा एउटा सञ्चार भनौँ कि एउटा सूचना भनौँ कि हजुरहरूलाई म भन्न गइरहेको छु। यो विशेष गरी हाम्रो भेरी नगरपालिकालाई फोकस गरेर म बोल्दै छु। हेर्नुहोस्, हाम्रो जाजरकोट जिल्लामा भेरी नगरपालिकाले एउटा फोहोर व्यवस्थापनको लागि गाडी त व्यवस्था गरेको छ। तर यो गाडी व्यवस्थापन त गर्यो, यो गाडी व्यवस्थापन सँगसँगै यो फोहोर उठाउने क्रममा यो हाम्रो जिल्लामा अहिलेको यति वर्षसम्मलाई कुनै पनि एउटा नोटिस त सूचना पनि छैन। फोहोरहरू नियमित लिने काम पनि भइराखेको छैन। त्यस कारणले गर्दाखेरि हेर्नु, अब झन् जेठ मास लाग्यो, हिजो आज एक दुई दिनमै फोहोर कति हुन्छ क्या। मान्छेहरूको घरबाट निस्किन्छ, मान्छेहरूको आँगन छैन, केही छैन, मान्छेहरूलाई कहाँ फालो के फालो कोठामा राखेर मान्छेहरू झाडापाखाला भई बिरामी भइसकेका छन्। र हामी विशेष गरी हामी व्यापारीहरू, अब रोडमा व्यापारी गर्नेहरू, तरकारी बेच्नेहरू, कति तरकारी कुहिन्छ, थन्क्याउनु पर्यो, त्यसलाई टाइममा फाल्न ट्र्याक्टर नआएपछि कति झिङ्गा भुङ्गिन्छन्, कति फोहोर मैला हुन्छ प्रत्येक बजार। होइन, म हजुरहरूलाई के भन्छु भने एउटा समस्या त यो त सबैलाई होला, यो त एउटाले मात्रै छैन होला, समस्या त एकदम जिल्लावासीभरिलाई होला। तर हजुरहरूले पनि भन्नु पर्यो क्या, यो कम्तीमा पनि महिनामा 4 पटक या 5 पटक त उठाउनु हुनु पर्यो क्या। त्यो एक महिनामा एकचोटि आएर भने कसरी फोहोर व्यवस्थापन हुन्छ क्या, कसरी फोहोर व्यवस्थापन हुन्छ। त्यस कारणले गर्दाखेरि यसमा मेरो घोर विरोध छ। र तपाईँहरूको कसैको विरोध छ कि छैन, र तपाईँहरूको कसैको आवाज छ कि छैन, तपाईँहरूलाई घरभित्र फोहोर बाँधेर राख्ने हो कि या रोडमा कसैका घरनेर चोकमा ल्याइकन फालिदिने, या व्यवहारिक तरिकाले कसैका घर अगाडि कुनै लुन्ड्याइदिने, त्यो तरिकाको छ भने तपाईँको मनस्थिति भन्नु होला। नत्र भने सबैलाई सफा चाहियो, फोहोर व्यवस्थापन चाहियो। यो फोहोरलाई नियमित व्यवस्थापनको लागि उचित एउटा नियम हुनुपर्छ भन्ने लाग्छ भने हजुरहरूले भन्नु होला। होइन भने यो भयङ्कर अब जेठ मासमा यसले ठुलो खतरा निम्त्याउन सक्छ। मैले हजुरहरूलाई यही भिडियोबाट जानकारी गरे। विशेष गरी नगरपालिकाले यसको लागि यथाशीघ्र नियम छिटो बनाउनु पर्यो। र एक महिनामा कतिपटक फोहोर उठाएपछि यो बजार व्यवस्थापन र बजार सरसफाइमा अलिकति सहज हुन्छ। यो विशेष ध्यान जाओस् मैले भन्न चाहन्छु। हस्त, नमस्कार, धन्यवाद।